युकेको लागि बुझ्न आएको थिएँ। हामीसँग कुन कोर्सहरू एभाइलेबल छ? अहिले हामीसँग 4-5 वटा एकदमै हाइली डिमान्डेड कोर्सेसहरू छ। जस्तै नर्सिङ एन्ड हेल्थ केयरको एउटा कोर्स छ। तपाईँ आइटी पढ्नु भएको छ भने एआई एन्ड डाटा साइन्सको पनि छ। तपाईँ साइबर सेक्युरिटी गर्न चाहनुहुन्छ भने त्यो पनि छ। साथै अब तपाईँ लमा जान चाहनुहुन्छ भने बिजनेस म्यानेजमेन्ट, इन्टरनेसनल रिलेसन एन्ड लको कोर्सेसहरू पनि छ। र यदि तपाईँ ब्याचलर्स सकेर मास्टर्सको लागि एप्लाई गर्नुहुन्छ भने एमबिए, बिजनेस म्यानेजमेन्ट, बिजनेस एनालिटिक्स र मास्टर्स बाई रिसर्चको कोर्स पनि छ, जुन कोर्समा चाहिँ तपाईँले विथ डिपेन्डेन्ट एप्लाई गर्न सक्नुहुन्छ। सर कोर्स ड्युरेसन चाहिँ कति छ र पिएचडब्ल्यूको ड्युरेसन चाहिँ कति छ? सामान्यतया ब्याचलर्सको लागि अरू देशको भन्दा युकेमा 3 इयर्समा तपाईँले ब्याचलर्स कम्प्लिट हुन्छ र मास्टर्स चाहिँ 1 इयरमा कम्प्लिट हुन्छ। सामान्यतया अरू कन्ट्रीहरूमा हामीले 2 इयर्समा मास्टर्स कम्प्लिट हुन्छ र ब्याचलर चाहिँ 4 इयर्समा। त्यो तपाईँको 1 वर्ष सेभ हुन्छ त्यसमा। र पिएचडब्ल्यूमा तपाईँले अहिलेको रेगुलेसन अनुसार 18 मन्थको तपाईँले पिएचडब्ल्यू पाउनुहुन्छ। सर अनि इन्टरनेसनल स्टुडेन्टहरूको लागि चाहिँ स्कलरसिपको के कस्तो व्यवस्थाहरू छ युकेमा? सुरुमा हामी फी रेन्जबाट जाउँ। इन्टरनेसनल स्टुडेन्टहरूको लागि सामान्यतया फी रेन्ज 10,000 पाउन्डबाट सुरु हुन्छ। त्यो चाहिँ तपाईँको युनिभर्सिटी अनुसार अनि कोर्सको कम्प्लेक्सिटी अनुसार त्यो चाहिँ डिफ्रेन्ट हुन्छ। तपाईँले यदि अब आइटी गर्न चाहनुहुन्छ, इन्जिनियरिङ गर्न चाहनुहुन्छ भने कम्पेरिटिभली फी अलिकति हाई हुन्छ, जस्तै 15,000 20,000 पाउन्ड। त्यो चाहिँ तपाईँको कम्प्लिटली युनिभर्सिटीमा र कोर्समा डिपेन्डेन्ट हुने कुरा हो। र स्कलरसिप चाहिँ युकेले सबै इन्टरनेसनल स्टुडेन्टहरूलाई मिनिमम स्कलरसिपको व्यवस्था गरेको हुन्छ। त्यो चाहिँ तपाईँको कम्प्लिटली आफ्नो प्रोफाइलमा डिपेन्डेन्ट हुन्छ। तपाईँको एकाडेमिक्स कस्तो छ अनि तपाईँको डकुमेन्टेसनहरू कस्तो छ, तपाईँले एसओपी लेख्नुहुन्छ, ती कुराहरूमा चाहिँ डिपेन्डेन्ट हुन्छ। र मिनिमम पनि स्टुडेन्टले 15 to 20% अनि म्याक्सिमम 100%सम्म पनि स्टुडेन्टले स्कलरसिप दिन्छ। त्यो स्कलरसिप चाहिँ कम्प्लिटली युनिभर्सिटीले इभ्यालुएसन गरेर दिने। सर अनि युके जानको लागि चाहिँ आइएल्स चाहिँ गर्नुपर्छ त? आइएल्स कम्पलसरी छैन। धेरै युनिभर्सिटीहरूले आइएल्सलाई कम्पलसरी गरेको छैन र तपाईँले चाहिँ तपाईँको +2 अथवा ब्याचलर्समा इङ्ग्लिसमा चाहिँ B+ मिनिमम पनि B+ को ग्रेड ल्याउनु भएको छ भने तपाईँले आइएल्स गर्नु पर्दैन। र त्यसको साटो चाहिँ तपाईँले मिडियम अफ इन्स्ट्रक्सन सर्टिफिकेट हुन्छ, त्यो चाहिँ तपाईँको जुन कलेजमा पढ्नुभएको त्यो कलेजले इस्यु गर्ने हो। त्यो कलेजले इस्यु गरिसके पछाडि तपाईँलाई आइएल्स फेरि चाहिँदैन। तर यदि तपाईँ रिसर्चको कोर्समा जान चाहनुहुन्छ, जस्तो मास्टर्स बाई रिसर्च अथवा पिएचडीमा जान चाहनुहुन्छ भने चाहिँ तपाईँले आइएल्स दिनुपर्ने हो। त्यसमा तपाईँले विथ डिपेन्डेन्ट पनि एप्लाई गर्न सक्नुहुन्छ एमआरइएस कोर्समा। र यदि तपाईँ एमआरइएसमा अथवा रिसर्च कोर्समा चाहिँ एप्लाई गर्न चाहनुहुन्छ भने तपाईँले आइएल्स दिनैपर्छ र त्यसको ओभरअल ब्यान्ड चाहिँ 6.5 नट लेस देन 6 हुनुपर्छ। त्यसमा चाहिँ तपाईँले डिपेन्डेन्ट सहित आफ्नो परिवारलाई लिएर जान सक्नुहुन्छ। सर अनि डकुमेन्टेसन चाहिँ कतिको गाह्रो छ र भिजा रेट चाहिँ कतिको छ? डकुमेन्टेसन यदि तपाईँ अरू कन्ट्रीहरूको कम्पेरिजन गर्नुहुन्छ, जस्तो अस्ट्रेलिया अनि युएस, क्यानाडाको कम्पेरिजन गर्नुहुन्छ भने युकेमा एकदमै सजिलो छ। तपाईँले तपाईँको डकुमेन्ट प्रिपेयर गर्नलाई 2 to 3 मन्थ 3 महिनाभित्रमा तपाईँले सम्पूर्ण डकुमेन्टहरू रेडी गर्न सक्नुहुन्छ। र भिजा सक्सेस रेट अहिले युकेको एकदमै हाई छ र इन्टरनेसनल रेगुलेसनहरू पनि चेन्ज भइरहेको छ। अब बिस्तारै भिजा रेट घट्दै जान्छ र तपाईँले यो अब 1 इयरभित्रमा चाहिँ तपाईँले एप्लाई गर्नुहुन्छ भने अहिले भिजा रेट एकदमै राम्रो छ। थ्याङ्क यू। यदि तपाईँ पनि युके एप्लाई गर्ने सोचिरहनु भएको छ भने फरवर्ड एजुकेसन फाउन्डेसनलाई सम्पर्क गरेर आफ्नो युकेको जर्नी आजै सुरु गर्न सक्नुहुनेछ।